नमस्ते वेलकम ब्याक टु आवर न्यू ब्लग। अनि आज चाहिँ हाम्रो रङ्गेली जाने तयारी हुँदैछ। रङ्गेली चाहिँ विशेष कामले नै जान आँटेको हामी दुईजना चाहिँ, किनभने अब ब्याङ्कमा अलिकति काम थियो, त्यही कारणले चाहिँ हामी अब जानुपर्ने भयो, दुवैजना जानुपर्ने भएको थियो। त्यसैले हामी चाहिँ अनि रङ्गेलतिर ब्याङ्कको कामले जाँदैछौँ। किनभने मेरो हस्बेन्ड चाहिँ भोलिदेखि चाहिँ अब ड्युटीमा जाने नि त, अनि त्यो हुनाले चाहिँ आज ब्याङ्कको काम चाहिँ आज सकिहालौँ न भनेर हामीले चाहिँ ब्याङ्क जाने सल्लाह गऱ्यौँ। अनि म ब्याङ्क पनि गएँ। अनि त्यसपछि ब्याङ्कमा चाहिँ माथि चढ्दै थियो नि त, अनि मैले भिडियो चाहिँ लिइनँ है ब्याङ्कको, किनभने अब सबैको प्राइभेसी हुन्छ नि त। अब ब्याङ्कमा मिल्छ कि मिल्दैन, मैले चाहिँ डरले पनि मलाई अप्ठ्यारो लाग्यो कि, त्यही भएर मैले चाहिँ ब्याङ्कमा भिडियो लिइनँ। अनि एकैचोटि हामीले बाहिर निस्क्यौँ, ब्याङ्कको काम सकेर हामी बाहिर निस्क्यौँ। यो चाहिँ रङ्गेली नगरपालिका हो। अनि हामी ब्याङ्कबाट घर फर्किने क्रममा छौँ। अनि रङ्गेलीबाट चाहिँ हामी सिधै कर्सिया आइपुग्यौँ। कर्सिया चाहिँ डेन्टिस्टकोमा पनि काम थियो, अनि आज चाहिँ सबै काम सकाइहालौँ भनेर चाहिँ डेन्टिस्टकोमा पनि छिर्ने भनेर अनि डेन्टिस्टकोमा निस्क्यौँ हामी। अनि त्यहाँको पनि काम साम सकिओरी चाहिँ हामी चिया खानातिर लाग्यौँ। अब बुढाबुढीलाई हामीलाई फेरि चियाको तलतल चाहिँ धेरै लाग्ने कि, अनि हामी चिया खाना भनेर लाग्यौँ। बाहिरको सबै काम सकाएर चाहिँ हामी फेरि पनि आफ्नै निवासमा आइपुग्यौँ। अनि मेरो चाहिँ फेरि आफ्नो निवासमा आएपछि मेरो ड्युटी सुरु भइहाल्छ। केही न केही काम चाहिँ मेरो निस्किनै रहेको हुन्छ क्या। अनि आज चाहिँ दाल पिस्ने काम थियो। अस्ति दिनै पिस्छु भनेर राखिरहेको थिएँ, तर भ्याएकै थिएन। त्यही भएर आज चाहिँ सुकाएर गएको थिएँ नि त जाँदाखेरि चाहिँ, अनि आएर चाहिँ मैले यो दाललाई चाहिँ पिसेर यसको पनि काम सकाइदिएँ। दाल पिसेर पनि भ्याइयो। अब तल जान्छु, तलको काम पनि गर्छु। अब बाबुहरूलाई चाहिँ म यहीँबाट हेर्दै कराउँदै गर्दै थिएँ नि त, उनीहरू खेल्दै थियो, डर पनि लागिरहेको थियो कि चोटपटक लगाउँछन् कि भनेर। हेलो गर न हेलो। अनि यति बेला चाहिँ सबै केटाकेटीहरू स्कुलबाट आएर अनि खेल्ने बेला हुन्छ नि त बाटोमा, अनि त्यही हो अलिकति गाडीहरू चाहिँ चल्छ नि त, त्यही डर लाग्ने हो। अरू त केही पनि खासै डराउनु पर्ने कुराहरू त छैन। सबै केटाकेटीहरू भेला हुन्छन्, खेल्छन्, तर आफूले पनि अलिकति केयर चाहिँ गर्नुपर्छ। हेलो हेलो। अब म पनि तल गएर आफ्नो काम सघाउँछु। अब आजको भिडियो चाहिँ यति नै। मन पर्यो भने प्लिज लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई, र छोटो मिठो कमेन्ट पनि छोड्नु होला मेरो भिडियो कस्तो लागिरहेको छ हजुरहरूलाई। आजको लागि चाहिँ यति मात्र। बाई बाई, ह्याभ अ गुड डे, थ्याङ्क्स फर वाचिङ।